अरू दिनभन्दा आज कक्षा कोठा अलि शान्त छ। कारण सेतो पाटीको सफेद छातीमा मार्करको कालो मसी छ्यापिएको छ, जहाँ ठुलो अक्षरमा लेखिएको छ बोर्ड टेस्ट। केही अपवाद बाहेक अधिकांशको अनुहारमा डर देखिन्छ। भए यही हुनुपर्छ, कतै आफ्नो पालो पो आउँछ कि। जान्ने हुनुभन्दा पनि जान्ने देखिनेहरूको भिड हो यो जमातमा कसैलाई कमजोर देखिनु नै छैन। त्यसैले त मुरमुरिन्छन् ती अबोधहरू सेतो पाटीमा प्रश्न हल गर्नुपर्दा। सोध्छन् होला, जान्नेहरूको पालो कहिल्यै आउँदैन, सधैँ हामीलाई नै अगाडि लैजानुपर्ने। कसरी बुझाउनु ती कलिला मस्तिष्कलाई कि सिकाएर तिमीले गर्न नसकेपछि तिमीलाई गराएर सिकाउन लिएको परीक्षा हो बोर्ड टेस्ट, जहाँ केवल सिकाउनु बाहेक शून्य हुन्छन् शिक्षकका अन्य भावनाहरू। त्यसैले नहिचकिचाउनु तिमी यो सिक्ने अवसरको लागि अगाडि आउनु पर्दा। यहाँ हरेक शिक्षकको एउटै रहर हुन्छ कि उसको विद्यार्थी ऊभन्दा जान्ने होस्। त्यसैले त कसरी दिन सकिन्छ राम्रा कुरा भनी सो अध्ययन गरेको हुन्छ। यहाँ हरेक दिन एक शिक्षक विद्यार्थी बनेको हुन्छ। तर विडम्बना, उसको मूल्याङ्कन तिम्रो नतिजाले गरिन्छ। त्यसैले त तिमीले हाबी गरिदिँदा अटेर बन्ने हक। यहाँ तिमीसँगै फेल हुन्छ एक योग्य शिक्षक। सुन, तिमी असफलताले दिक्क छौ, हामी तिम्रो अटेरीपनले दिक्क छौ। यहाँबाट सिकाइएका कुरा त्यहाँसम्म नपुग्नुमा लाग्छ अटेरीपनको ठुलै पर्खाल रहेको छ, जसलाई भत्काउन शिक्षक एकको सामर्थ्यले पुग्दैन। त्यसैले अनुशासनको मार्ग रोज्ने सानो एउटा प्रण गर न। के नै कठिन छ र? कक्षामा एकैछिन सुनिदिने त हो। समय जति पनि छ गफ त पछि गर्दै गरे हुँदैन र? म चाहन्छु तिमी सिकाइद्वारा आत्मविश्वासलाई यति उच्च बनाऊ ताकि म कक्षामा प्रवेश गर्दै गर्दा सबैले उत्सुकताका साथ एउटै वाक्य बोलेको सुन्ने मन छ, मिस, आज बोर्ड टेस्ट लिगौँ न।